हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। अहिले भने चाहिँ म सामान पेक गर्दैछु, स्वेटरहरू दार्जिलिङको है। दार्जिलिङबाट चाहिँ धेरै अर्डर आएको छ। दिदीबहिनीले गर्नुभएको थियो, उहाँहरू चाहिँ विदेशमा हुनुहुन्छ अनि आफ्नो नातिनी हैन अनि उहाँको आफन्तहरूको लागि चाहिँ अर्डर गर्नुभएको म तपाईँहरूलाई देखाउँदै प्याक गर्दैछु है। सबैभन्दा पहिला यो स्वेटर, यो चाहिँ तपाईँले 7 वर्षसम्मको नानीलाई लाउन सक्नुहुन्छ, 5 वर्षदेखिको है। एकदमै राम्रो स्विट छ, हेर्नुहोस् न। म चाहिँ एकदम नर्मली परिकारले गर्छु, सानो कार्टुनमा पठाउँछु हैन, बोक्नेलाई पनि झन्झट नहोस्। प्लास्टिकमा हाल्यो भने चाहिँ आँट्दैन, यत्तिकै हाल्छु अनि बाहिरबाट मजाले ऱ्याप गरिदिन्छु। यो छ अर्को है। तपाईहरु पनि अर्डर गर्न चाहनुहुन्छ भने यहाँ माथि नम्बर छ, अर्डर गर्न सक्नुहुन्छ। अब गरम महिना लागिसक्यो भनेर भन्नुहुन्छ भनेदेखि चाहिँ यो चाहिँ उहाँहरूले गरम महिनामै अर्डर गर्नुभएको, किनकि दार्जिलिङमा चाहिँ जाडै हुन्छ नि त हैन। कसरी गर्नु, मलाई खासै भनेको पट्याउन आउँदैन है साथीहरु, माइन्ड नगर्नु होला। यस्तो गऱ्यो भने त बेसी थाक हुन्छ। यसरी नै मिलाउँछु। दुईटा स्वेटर भयो, अर्को पनि छ यही, 3टा। कम्बरैमा फटकी लाएर खुसी लाग्छ यसरी अर्डर गरिदिनु हुँदा, किनकि मेरो चाहिँ गुजारा नै यस्तैबाट चल्छ नि त। यो छ अर्को चाहिँ, सो स्विट छ साथीहरु हैन। 3टा स्वेटर भयो हैन। यति मात्रै आँट्यो रहेछ। यसमा चाहिँ अब अर्कोमा गर्छु। अब यहाँ चाहिँ छ तपाईहरुको, सबैभन्दा पहिला के गर्छु, सबैभन्दा पहिला चाहिँ यो स्वेटर हो, अनि त्यसको सेट छ यहाँ जामा। कस्तो लाग्यो, कस्तो बाक्लो छ यो, कस्तो मजाको छ नि। लगाएपछि मलाई फोटो पठाइदिनुहोस् ल, नानीलाई भिडियो फोटो तपाईहरुलाई यति मन पर्छ भने। अब जामाको सेटमा छ टोपी हो, अनि जामाकै छ जुत्ती है। अनि मैले चाहिँ नानीलाई एक्स्ट्रा बनाइदिएको, यो चाहिँ परेको दाम भन्दा बाहिर मैले नानीलाई पठाइदिएको है। मेरो गिफ्ट है यो चाहिँ नानीलाई। यो चाहिँ डेली युजको लागि बनाइदिएको नि त मैले। हेर्नुहोस् न, डेली युज तपाईहरुले धेरै मगाउनु भयो, त्यो भनेर चाहिँ मैले तपाईहरुलाई गिफ्ट पनि पठाइदिँदैछु। त्यसमा चाहिँ यो पनि होला। यति चाहिँ मैले तपाईहरुलाई एक्स्ट्रा पठाइदिएको, तपाईहरुले लगाउनु भएको दाम भन्दा। राम्रो देख्छ होला आई थिंक हो। यो छ, अनि यहाँ पनि छ सम्झना बिर्सना। सो स्वीट, झन्झन बढ्यो तिर्सना माया। यसको चाहिँ बाहिरबाट आउटर चाहिँ छैन भन्नुभएको थिएन है। अनि टोपी बनाइदिएको छु मैले चाहिँ। यो टोपीको चाहिँ किन लामो लामो राखिदिएको भने नि, तपाईहरुले यो त बाटेको त हो, खोलेर फेरि बाट्नु पनि सक्नुहुन्छ। यो लामो लगाइदिएको चाहिँ तपाईहरुलाई जति मन लाग्छ त्यति नै राखेर कैँचीले काटिदिनुहोस् है। धागोले गरिछु, त्यही भएर चाहिँ मैले टोपीको केस चाहिँ लामो लामो राखेको। तपाईहरुलाई कति मन पर्छ हैन, अनि तपाईहरुलाई त्यति नै राखेर चाहिँ तपाईले बाटेर चाहिँ फेरि त्यसलाई काट्नु सक्नुहुन्छ। यहाँ तपाईहरुले लाबर पनि लाउन सक्नुहुन्छ, अथवा यसले नै बेन्ड पनि गर्न सक्नुहुन्छ है। मैले चाहिँ त्यही भएर चाहिँ टोपीको केस चाहिँ लामो लामो राखिदिएको हैन। जति सक्दो म चाहिँ मेरोबाट लिएको अर्डरहरू चाहिँ हैन, उनीहरूलाई चाहिँ एकदमै मन परोस्, पैसा गए अनुसार चाहिँ
यो अर्डरहरू चाहिँ अब तपाईँहरूको लागि एकदम बेस्ट होस् भन्ने लाग्छ होइन। अनि तपाईँहरूलाई त अब के लाग्छ कस्तो लाग्छ, तपाईँहरूले यो हुन्छ नि स्वेटर अर्डर गर्नु भनेको पनि मेरो यो कामहरूलाई लिएर तपाईँहरूले माया गरेर अर्डर गरिदिनु भयो भने पनि एकदमै मेरो लागि चाहिँ गर्वको विषय हो। कस्तो छ है अहिले यो केस त अब मेरो लागि नै लामो छ, किनभनेदेखि मैले चाहिँ यो काट्नुहुन्छ तपाईँहरूले भने अर्को पनि लामै राखिदिएको छु। कति मनपर्छ त्यहाँबाट टक्क त्यतिसम्म तपाईँले पहिला बाट्नुहोस् हो, पहिला बाट्नुहोस्, बाटेर लाबर लगाउनुहोस् अनि कैँचीले हानिदिनुहोस् है। बिर्सिन्छु होला हौ। रेडको के भयो, टोपी अनि यो भयो, अनि यसको चाहिँ यस्तो खालको डिजाइनमा बनाइदिएको छु जुत्ती। कस्तो लाग्यो तपाईँहरूलाई? रेडको जुत्ती यो हो। अब रेडमा पनि मैले गिफ्ट हालिदिएको छु ल। यो चाहिँ डेली युजको लागि है, नानीको लागि। माइन्ड नगर्नु होला, ढिलो भयो अलिकति है, यस्तै प्रब्लमहरू हुन्छ। अनि डेली युजको लागि चाहिँ मैले यो मजा बनाइदिएको छु। यो चाहिँ मेरोबाट गिफ्ट है नानीलाई। अनि यो पनि ल, यति धेरै अर्डर गर्नुभएको छ दिदीबहिनीले है, अनि त्यो भएर चाहिँ मैले यो गिफ्ट दिएको। यति नै हो अहिले उहाँहरूको चाहिँ, यति नै हो। 2 सेट जामा टोपी अनि यो चाहिँ अब मैले नै दिएको, नानीको लागि बनाइदिएको। कस्तो लाग्छ लगाइसकेर चाहिँ मलाई फोटो पठाइदिनु होला है। अब चाहिँ यसलाई मजाले प्याक गरेर चाहिँ बाहिरबाट चाहिँ ऱ्याप गर्नुपर्छ होइन। अब यहाँ छ कालिम्पोङको अर्डर पनि छ, त्यो चाहिँ अहिले एकछिनमा प्याक गर्छु। कस्तो लाग्यो है तपाईँहरूलाई पनि देखाएको छु। अनि यो चाहिँ दुईवटा नै दार्जिलिङ जाँदैछ। मेरोमा चाहिँ ठुल्ठुलो कार्टुन छैन नि त, त्यही भएर यसमा छ 3टा स्वेटर, यसमा छ जामा सेट एउटा स्वेटर होइन, 2टा जामा सेट एउटा स्वेटर छ। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद, मेरो यत्रो धेरै सामानहरू मगाइदिनु भयो। मेरो चाहिँ जीवनको गुजारा नै यहीबाट चल्छ होइन। अहिले फेसबुकले पैसा दिँदैन, तर पनि फेसबुकले मलाई बिजनेस गर्ने प्लेटफर्म दिएको छ। आफूमा जे छ त्यसमै खुसी हुनु भन्छ। ममा भएको कलालाई प्रोत्साहन दिनुभयो, धेरै धेरै धन्यवाद। अनि अलिकति लेट भयो है तपाईँहरूको सामान रेडी गर्नु, त्यसमा माफी चाहन्छु भन्दै थ्याङ्क यू। यति मन पर्यो भने फेरि अर्डर गर्नु होला। अनि तपाईँहरूलाई पनि चाहियो भने माथि नम्बर छ, अर्डर गर्नु होला। अब यो स्वेटरको सबै कम्प्लिट गरिसकेपछि चाहिँ ब्यागहरू बनाऊँ भनेर सबै सामानहरू ल्याएको छु, त्यहाँबाट ब्याग बनाउँछु। अनि धेरै कुराहरू सिक्दैछु होइन, बनाउँदैछु पनि। ब्याग बनाउनु छ, त्यहाँबाट चाहिँ मलाई क्रप पिसहरू पनि बनाउनु मन लागेको छ। आउँछ नयाँ नयाँ कुराहरू। बाई।